कङ्कड गाउँको यात्रा सुरु भयो साथीहरू। अब यो पुनर्वास क्षेत्रमै परेर पनि कतिपय पुनर्वासीहरूले कङ्कड गाउँको बारेमा धेरैलाई यो थाहा छैन भनौँ न। अब इभन अब लामो समयसम्म यो पुनर्वास क्षेत्रमा पत्रकारिता गरेर पनि यो कङ्कड गाउँको बारेमा भने मलाई खासै जानकारी छैन। यो पनि बडा दुःखद कुरा हो। हेलो नमस्ते लाट्स अफ हेप्पीला साथीहरू। एउटा न्यू डे न्यू भ्लगका साथमा फेरि पनि उपस्थित भएको छु र आज एउटा नयाँ प्रोजेक्टको लागि निस्केको छु। अर्थात् हामी एउटा म्युजिक भिडियो तयार गर्दैछौँ। त्यसको लागि भनेर हामी एउटा सुटिङ स्पोट हन्टको लागि निस्कँदैछौँ आज। अब हेरौँ हामी पुनर्वासका केही ठाउँहरूमा हामी पुग्छौँ, अर्थात् केही त्यस्ता ठाउँहरूमा अर्थात् त्यस्ता घरहरूमा पुग्छौँ जुन चाहिँ गीतसँग म्याचिङ गर्ने दृश्यहरू अर्थात् त्यस्ता प्रकारका घरहरू हामी खोज्दै निस्किन्छौँ। अब त्यो गीतका दृश्यहरू र गीतका शब्दहरू गीतका बोलहरूसँग अलिकति म्याचिङ गर्ने प्रकृतिका त्यस्ता दृश्यहरू त्यस्ता घरहरू भएका ठाउँहरूमा हामी पुग्ने प्रयास गर्छौँ। मेरो साथमा चाहिँ हाम्रो गीतको निर्देशक प्रवेश सिंह भाइ हुनेछन् र आज हामी घुम्दै त्यस्ता ठाउँहरू खोज्नेछौँ र हेरौँ पुनर्वासका कुन ठाउँमा पुगिन्छ, कुन बस्तीहरूमा पुगिन्छ। तपाईँहरू पनि साथमा रहनुहोला र अन्तिमसम्म हेरेर साथ दिनुहोला। यतिखेर चाहिँ म ठ्याक्कै यो तल यो पुनर्वास 8 भन्दा 25 घर क्षेत्र भन्दो रहेछ 25 घर क्षेत्रमा आइपुगेको छु है। विशेष गरेर यो 25वटा घरहरू चाहिँ नेपाल सरकारले बनाइदिएको घरहरू, विशेष गरेर यो अलिकति विपन्न वर्गको लागि बनाइदिएको यो घरहरू रहेछन् र अहिले आजभोलि यो बस्ती निकै चाहिँ एउटा पुरै आवास क्षेत्र भइसकेको अवस्था रहेछ र अहिले देख्न सक्नुहुन्छ पुरै यहाँनिर चाहिँ अब यो बोडीका झालहरू यताउतिले गर्दाखेरि घरहरू त्यति देखिएको छैन। यसलाई 25 घर क्षेत्र भन्दो रहेछन् र हामी चाहिँ सुटिङको लागि भनेर यो क्षेत्रमा आएको। विशेष गरेर यो क्षेत्रमा चाहिँ अलिकति सानो घरहरू विपन्न वर्गहरू चाहिँ बस्ने क्षेत्र भएको हुनाले त्यस्तै प्रकारले विपन्न वर्गको चाहिँ प्रतिनिधित्व हुने गरेर चाहिँ यो एउटा भिडियो निर्माण गरौँ अर्थात् म्युजिक भिडियो निर्माण गरौँ भन्ने हिसाबले हामी आएको थियौँ। र घरहरू अधिकांश कति घरहरू चाहिँ लगभग खाली छन् भन्ने कुरा पनि सुनेर हामी आएको थियौँ होइन। अब हेरौँ खाली घरहरू कतै पाइन्छ कि त्यो खाली घरहरूको खोजीमा छौँ। यो हेर्दै जाने क्रममा यहाँनिर चाहिँ एउटा घर देख्दैछु मैले र यो घरमा चाहिँ कोही पनि मान्छे बसेको छैन जस्तो लाग्यो। अब सुटिङ गर्ने हिसाबले घर त हेरियो साथीहरू, तर अब घरमा नै घर मालिकै नभएपछि अब सुटिङ त होला नहोला यहाँ है। तैपनि छिमेकीहरूबाट बुझ्दाखेरि यो घरको मान्छे चाहिँ यहाँ नजिकैको आफन्त मान्छे चाहिँ बितेको कारणले गर्दाखेरि चाहिँ जानुभएको घरतिर जानुभएको भन्ने कुरा आयो है। अब यहाँ फेरि कतिपय मान्छेहरूबाट बुझ्दाखेरि के थाहा पाइयो भन्दाखेरि यो उहाँहरूको चाहिँ घर अन्त पनि छ अरे है। अनि त्यस कारणले गर्दाखेरि यहाँ चाहिँ अहिले घर बन्द गरेर अन्ततिरको घरतिर जानुभयो अरे भन्ने कुरा पनि आयो। खै यसबाट के थाहा पाइयो भन्दाखेरि 25 घर क्षेत्रमा बस्ने विशेष गरेर सरकारले बनाएको चाहिँ घरबार विहीनहरूको लागि घर बनाएको हो। तर कतिपय चाहिँ अन्त पनि घर भएर पनि यहाँ आएर बस्नु हुँदो रहेछ भन्ने कुरा जानकारी पाइयो। नलकाको अवस्था राम्रै छ साथीहरू, पानी आइरहेछ। त्यस्तै प्रकारले यहाँ करेसोमा खासै बालीसाली यहाँ तरकारी केही पनि लगाइएको त छैन। घर उसरी बस्न मिल्ने अवस्थामै रहेछ। अनि त्यस्तै प्रकारले सरसफाइको कमी चाहिँ भएको रहेछ भनेपछि यसो घरको अवस्था हेर्दा 10-15 दिन अगाडि मात्रै घरबाट यहाँबाट कतै मान्छेहरू जानुभएको जस्तो लाग्छ। र यो घरबार विहीनहरूको लागि बनाइएको घरमा पनि अब यो घरै हुने मान्छेहरू पनि आएर बस्नु त त्यो उपयुक्त त होइन। खैर जे होस् मैले यो घरमा कोही मान्छे नभएको बेलामा यसो घरसर खिचेँ है। र यता म निस्केँ घरबाट अगाडितिर गेटबाट बाहिर निस्केँ र यो बाटोभन्दा उतापट्टिको क्षेत्र चाहिँ यो कृषि योग्य क्षेत्र, यो विशेष गरेर नेपालीहरूकै यो हो भने यो जमिनदेखि उतापट्टिको देखिएको यो जुम गरेर देखाउँदैछ साथीहरू, यो चाहिँ भारतको जङ्गल रहेछ। त्यस्तै प्रकारले यतापट्टि उता बाटो यो चाहिँ अगाडिको देखिएको बाटो चाहिँ यो विशेष गरेर कङ्कडतिर जाने बाटो हो साथीहरू है। यो कङ्कडतिर जाने बाटो, यो कङ्कडको चाहिँ स्कुलमा
पुग्ने बाटो रहेछ। अब त्यतैतिर हामी जान्छौँ होला साथीहरू है। अब यहाँ त्यति राम्रो उपयुक्त लागेन, अब हामी अगाडि बढ्दैछौँ है त। यो ल यतिखेर चाहिँ हामी यो कङ्कडको विद्यालयमा, सायद यो आधारभूत विद्यालय हो, 8 कक्षासम्म पढाइ हुन्छ यहाँनिर, र यहाँ पुगेका छौँ है। सायद कृष्ण आधारभूत विद्यालय जस्तो लाग्छ यो विद्यालयको नाम। र यहाँबाट हामी अगाडि कङ्कड गाउँ हेर्नलाई भनौँ न, कङ्कड गाउँको यात्रा सुरु भयो साथीहरू। अब यो पुनर्वास क्षेत्रमै परेर पनि कतिपय पुनर्वासीहरूले कङ्कड गाउँको बारेमा धेरैलाई यो थाहा छैन भनौँ न। अब इभन अब लामो समयसम्म यो पुनर्वास क्षेत्रमा पत्रकारिता गरेर पनि यो कङ्कड गाउँको बारेमा भने मलाई खासै जानकारी छैन। यो पनि बडा दुःखद कुरा हो। र पुनर्वास नगरपालिकाको 8 नम्बर वडामा पर्ने यो क्षेत्र है। तर धेरै पुनर्वासीहरूलाई यो गाउँको बारेमा धेरै कुराहरू थाहा छैन। मैले सानै उमेरमा चाहिँ सुन्थेँ, अर्थात् सानै बेलामा म स्कुल पढ्ने बेलामा सुन्थेँ यहाँनिर चाहिँ विशेष गरेर यो गाउँतिरबाट होइन चाहिँ मान्छेहरू यो क्षेत्रमा धान खरिद गर्न र विभिन्न चाहिँ अन्य प्रयोजनको लागि आउनुहुन्थ्यो। कतिपयले यो क्षेत्रमा विशेष गरी यो पुनर्वासको चाहिँ माथिल्लो क्षेत्रहरूमा, डाँडा क्षेत्रहरूमा धान खेती राम्रो नफल्ने भएकोले यो कङ्कड क्षेत्रमा चाहिँ धान खरिद गर्न पनि उहाँहरू आउनुहुन्थ्यो अरे भन्ने मैले सुनेको थिएँ। त्यस्तै प्रकारले चाहिँ कतिपय मान्छेहरूको चाहिँ अब भनौँ न कृषि क्षेत्र पनि, अर्थात् जमिन पनि यो क्षेत्रमा रहेको भन्ने मैले सुनेको छु। र नाम चाहिँ निकै सुनिराखेको कङ्कड खड्डा भन्ने क्षेत्र, तर चाहिँ अलिकति यो चाहिँ धेरै पुनर्वासका मान्छेहरूलाई यो बारेमा धेरै जानकारी नभएको भन्ने मैले बुझेको छु। हुन त मैले आफूले जानकारी नपाएको हुनाले अब अरूले पनि जानकारी पाएको छैन जस्तो लागेको मात्रै पनि हुनसक्छ होइन। तर पनि यो कङ्कड क्षेत्र चाहिँ अन्य क्षेत्रभन्दा अलिकति अँध्यारो क्षेत्र भनौँ न। अरू क्षेत्रको तुलनामा यो त्यति धेरै परिचय र त्यति धेरै चाहिँ यो गाउँको बारेमा चाहिँ बाहिरतिर आउने कुराहरू, बाहिर जति पनि आउनुपर्ने कुराहरू, जति समाचारमा जति पनि यहाँका विषयवस्तुहरू बाहिर जुन मिडियामा आउनु पर्थ्यो त्यो कुराहरू चाहिँ बाहिर आएको थिएन। मलाई लाग्छ यो कङ्कड गाउँ चाहिँ आफैमा पुनर्वास भएर पनि पुनर्वासीहरूलाई यहाँ धेरै कुराहरू जानकारी नभएको गाउँ भनेर भन्न सकिन्छ। र यो चाहिँ कङ्कड गाउँको बारेमा कुरा गरिरहँदाखेरि यहाँ अधिकांश चाहिँ राणा थारूहरूको चाहिँ बस्ती रहेको भन्ने मैले बुझेको छु साथीहरू। र अहिले त गाउँमा अब बिजुली बत्ती, अब बाटोघाटो पनि अलिअलि बनेको रहेछ। बाटोघाटो बनेको हुनाले हल्का ग्राभलहरू भएको रहेछ, अलिअलि टुक्रा टाक्री पिच पनि देखियो। र विशेष गरेर कृषि योग्य जमिनहरू भरमार रहेको हुनाले यो क्षेत्रमा सम्पन्नता छ। अनि नजिकै चाहिँ इन्डियाको बोर्डर होइन, नजिक इन्डियाको बोर्डर भएकोले गर्दाखेरि अब आर्थिक, सामाजिक, वैवाहिक कुराहरू पनि अब इन्डियासँग जोडिएका हुन्छन्। र यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ अगाडि भारततिर निस्कने बाटो, विशेष गरी भारतको यो रानीनगर क्षेत्र, मिलन बजार क्षेत्रहरूमा र यहाँबाट चाहिँ सम्पूर्णनगरतिर जाने बाटो यो भन्ने मैले सुनेको छु, बुझेको छु। र हामी यो क्षेत्रमा आइरहँदाखेरि एक प्रकारले भन्दाखेरि यो पुनर्वासमै घुमिराखे पनि पुनर्वासभन्दा कतै टाढा गएको हो कि जस्तो लाग्ने कि यो क्षेत्र हेर्दाखेरि। त्यसले गर्दाखेरि आफैमा यसलाई अझै एक्सप्लोर गर्ने, यो गाउँको बारेमा अलिकति केही सामग्री राख्ने मौका पाइयो। यसलाई पनि मैले एउटा राम्रो चाहिँ अवसरको रूपमा बुझेको छु साथीहरू। देख्न सक्नुहुन्छ चारैतिर कृषि योग्य जमिनहरू भरमार छन् है। अब यो धान कटाइको समय चलिरहेको छ। अगाडि उखु खेती देख्न सक्नुहुन्छ र धान काटेर चाहिँ बारीभरि राखिएको छ, खेतभरि राखिएको छ। र बाटोघाटो तुलनात्मक रूपमा राम्रै छ होइन। त्यसले गर्दाखेरि यहाँको जनजीवन त्यति धेरै असहज होला जस्तो मलाई लाग्दैन, सहजै जनजीवन होला जस्तो लाग्छ। हुन त दुःख र अप्ठ्यारो त नभएको क्षेत्र कहाँ नै हुन्छ र, तर पनि यो क्षेत्र चाहिँ अलिकति कृषि योग्य जमिन र बाटोघाटो राम्रो अनि बिजुली बत्तीको चाहिँ उपलब्धता भएको कारणले गर्दाखेरि अहिले यो क्षेत्र विशेष गरेर यो कङ्कड क्षेत्र, कङ्कड गाउँ चाहिँ सम्पन्न बस्तीको रूपमा रहेको जस्तो देखिन्छ साथीहरू।
र यो क्षेत्र यहाँबाट चाहिँ उता कगाउँतिर अर्थात् यो खड्डातिर जाने बाटो पनि यतैबाट रहेको छ साथीहरू, र कगाउँ पनि पुगिन्छ भन्ने यहाँ जानकारी पाएको छु। साथीहरू यतिखेर चाहिँ यो हामी यहाँ रोकिएका छौँ। यो हामी कङ्कड गाउँको पछाडितिर अर्थात् इन्डियाको साइडतिर, दक्षिण साइडतिर, पछाडितिर भन्दा दक्षिण साइडतिर आइपुगिसकेका छौँ। र अगाडि देख्न सक्नुहुन्छ अहिले यो कङ्कड गाउँको सेरोफेरो टाढादेखि देखिरहेको यो चाहिँ क्षेत्र, यो भारतको जङ्गल अहिले लगभग 2 बज्दैछ होइन, 2 बज्दछ नि, 2 बज्दछ। त्यसले त्यो समयमा उहाँहरू चाहिँ यो अहिले धान काट्ने खेतमा काम गर्नको लागि जाँदै हुनुहुन्छ। विशेष गरेर यो क्षेत्रको कुरा गर्नुपर्दाखेरि भारतसँग एकदम निकट भएको कारणले गर्दाखेरि यहाँको आर्थिक कुराहरूदेखि लिएर विभिन्न कुराहरू, उहाँहरूको भाषा आदि इत्यादि कुराहरू पनि एकदमै भारतीय प्रभाव देख्न सकिन्छ। गर्दाखेरि राणा थारूहरू विशेष गरी अलिकति उहाँहरू इन्डियन कल्चरसँग अलिकति नजिक पनि हुनुहुन्छ, र त्यसले गर्दाखेरि यहाँको बस्तीहरूमा घुम्दै जाने क्रममा यहाँ आइयो भनौँ, पछाडिपट्टि आइयो। र अगाडि देख्न सक्नुहुन्छ यहाँ चाहिँ डल्लभमा चाहिँ उहाँहरूले यो धान ल्याउने काम गर्दै हुन्छ। आज प्राय अधिकांश यो अनि दाइ यहाँ इन्डिया यहाँबाट कति टाढा पर्छ? धेरै टाढा त छैन, यो इन्डियाको जङ्गल हो नि। यताबाट पनि उहीँ पुग्छ? ए अनि हजुरको नाम के हो? यो मेरो जवाहरलाल हो। अच्छा, राणा सर। अनि हामीहरू चाहिँ यहाँबाट सानो सानो भिडियो बनाउने भनेर आएको थियौँ, त्यो हिसाबले गर्दाखेरि यहाँ आएको। यहीँ कङ्कड गाउँमै हजुरको होइन? एउटा म्युजिक भिडियो थियो कि सुटिङ गर्नुपर्ने, हामीलाई एउटा घर चाहिएको थियो। के भन्नाले घरमा के छ, त्यस्तो के सहयोग गर्न सकिने हो जवाहरले? अहिले खासै त उ छैन, अब एकदम भिडभाड छ अहिले, यो धान राखे पनि। अलिकति त्यो गाउँमा जो घर खाली छ त्यस्तो टाइपको घरहरू कहीँ भन्न सक्नुहुन्छ? अहिले त खोइ सर, अहिले हामी यहीँ व्यस्त छौँ खेतमा। घरै हुन्न। अच्छा। यहाँबाट यताबाट कति कगाउँ निस्किन्छ कि कता निस्किन्छ? साथीहरू यतिखेर चाहिँ हामी कगाउँको चोकमा आइपुगिसकेका छौँ। यहाँ यो बागेश्वरी स्कुलको नजिकै छ यो चोक, र यो चोकमा चाहिँ विशेष गरेर यो व्यापारिक हिसाबले विभिन्न चाहिँ पसलहरू पनि खुलेको देख्न सकिन्छ। निकै चहल पहल छ यो क्षेत्रमा अहिले। ल फाइनली साथीहरू घर आइपुग्यो है। अब लगभग धेरै सिनहरू हेरियो। अब कुन सिनमा अब सुटिङ हुन्छ भन्ने कुरा अब भोलिको भ्लगमा आउनेछ है। केही ठाउँहरूमा कुरा गरियो, तर परिचित मान्छे नभएको कारणले गर्दाखेरि खालि त्यो यसो घुम्ने काम मात्रै भयो। र केही व्यक्तिहरूलाई सम्पर्क गरेर त्यो क्षेत्रमा अर्थात् विशेष गरी कङ्कड क्षेत्रमा चाहिँ हामीले सुटिङको लागि अलिकति उपयुक्त लोकेसनको लागि हामीले कङ्कड गाउँलाई छान्यौँ। किनभने त्यो गाउँ अलिकति अनटच्ड प्रकृतिको, अलिकति ग्रामीण इलाका जस्तो होइन, त्यो भएको कारणले गर्दाखेरि त्यो कङ्कड गाउँलाई हामीले अलि चाहिँ विशेष गरेर टार्गेटमा राख्यौँ भनौँ न। अब हेरौँ, त्यहाँ चिनजान भएको 2-4 जना मान्छे हुनुहुन्छ, त्यहाँ उहाँहरूसँग कुराकानी भएको छ होइन। सायद हामी त्यहीँ सुटिङ गर्छौँ होला। सुटिङ कस्तो हुन्छ के हुन्छ अर्को भ्लगमा आउने नै छ। त्यो सुटिङ स्पटहरूको बारेमा सुटिङ रिपोर्टहरू लिएर अर्थात् सुटिङको भ्लगहरू पनि अर्को भ्लगमा, सुटिङका सम्पूर्ण क्रियाकलापहरू पनि अर्को भ्लगमा आउनेछ। हस् त, बाई बाई, नमस्कार।